दर्शकहरू नमस्कार। यो अहिलेको जुन यो संविधान छ यसले काम नगरेको प्रमाणित भयो। किनभने यो कुन आधारबाट सरकार बन्यो त? यो संविधानको आधारबाट बनेको हो सरकार? अहिले बनेन। पहिलेको सरकारमा छिनाझप्टी भए पनि गठबन्धन भए पनि त्यो एउटा संविधानको आधारमा टेकेर गरिएको थियो। जस्तो संसद विघटन मुद्दा आदि प्रक्रिया भए अदालतले, त्यो एउटा संवैधानिक प्रक्रिया थियो। तर अहिलेको सरकार यो संविधानले काम नगरिकन, किनकि ती नेताहरूले नै यो संविधानलाई निकम्मा बनाए। आफैले बनाएको संविधानलाई आफैले काम नलाग्ने गराए। फलस्वरूप सुशासनको अभाव स्वरूप यो संविधानले काम गरेन। त्यसकारण अर्को कुनै वैकल्पिक संविधानको खाँचो जस्तो देखिन्छ। हस्त धन्यवाद।